मेन्स्ट्रुएसनको विषयमा सबैलाई थाहा छ होइन मेन्स्ट्रुएसनमा प्याडको कुराहरू मेन्स्ट्रुएसन गर्दाखेरि त्यसको साइकलको कुराहरू त्यस कारण आइडिया चाहिँ अझ थप तपाईँले विचार गर्नुपर्छ उस्तो यस्तै हो प्याडको मात्र कुरा धेरै आयो होइन प्याडको मात्र होइन नि त मेन्स्ट्रुएसन प्याडको मात्र कुरा होइन त्यसलाई मेन्स्ट्रुएसनको कुराहरू स्वास्थ्यका कुराहरू पोषणयुक्त खानेकुराहरू कपडाहरू चेन्ज गर्ने कुरा मेन्स्ट्रुएसनको प्याड चेन्ज गर्ने कुराहरू मेन्स्ट्रुएसनको बेलामा ध्यान दिने कुराहरू त्यस्ता कुराहरू सोध्नुपर्छ फर्स्ट आजले चाहिँ जस्तै अब त्यसमा जिस्क्याउने कुराहरू छन् मेन्स्ट्रुएसनको बेलामा केही भयो भने चाहिँ अरूले होच्याउने जिस्क्याउने छपट्टिमा राख्ने भन्ने कुराहरू छन् त्यो तनावको कुरा पनि देखाउनु खोजेको छ त्यसमा अब गाउँमा धेरै ठाउँमा चाहिँ अहिले पनि गाई गोठमा राख्ने चलन अहिले पनि छ मेन्स्ट्रुएसन भएको बेलामा घरतिर जानुहुन्न भन्ने कुरा छ घरमा राख्नुहुन्न छुन्नुहुन्न कसैले भनेर बाहिर राख्छन् कोही गोठमा राख्छन् होइन त्यस्तो बेलामा चाहिँ मेन्स्ट्रुएसन राख्दा त्यसले चाहिँ थप डिबेट जस्तो हुन्छ समस्या थप आउँछ भन्ने कुराहरू पनि छन् अपाङ्गतामै पनि हुँदैन धेरै गाउँमा त झन् अपाङ्गमै ठाउँ पनि हुँदैन त्यस कारणले यो यसमा चाहिँ यो उसले छुवाछुतको अथवा नसुन्ने अलिक हेप्ने कुराहरू होइन त्यस्ता कुराहरू पनि ल्याएको छ डिबेट गर्ने कुराहरू ल्याएको छ त्यसलाई चाहिँ हामीले अलिकति नयाँ आइडियाको रूपमा पनि के गरौँ ऊ चाहिँ प्रथम भएको हो धन्यवाद तपाईँले राम्रो बनाएको मेरो नाम चाहिँ अर्चना सन्जु हो म काठमाडौँ सङ्घको उपाध्यक्ष पनि हुँ वर्षाजी मान्छेहरू आउनुभयो बनाउनु भयो त्यसलाई धेरै धन्यवाद मेन्स्ट्रुएसनको विषयमा आज यहाँ हामी त्यो प्रतिक्रिया जस्तै गर्ने मेरो कुराले त्यसमा दर्शकले भनेर त्यो कुरामा अब को फर्स्ट सेकेन्ड भयो त्यो सुरु कुरा त होइन म फर्स्ट होइन भनेर कुरा दिनु होइन तपाईँले पहिला पनि अवसर पाउनुभयो त्यो मौसममा भएको जस्तो लाग्छ अर्को वर्ष पनि आउला यस्तो मौसम यस्तो अवसर फेरि आउँछ त्यसमा थप प्रयास गर्नु होला अझै राम्रोसँग अगाडि बढ्नु होला भन्ने सुरुमा दिन चाहन्छु तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु